अब त आइसक्यो आइसक्यो ल सारङकोट जाँठा सारङकोट होइन फालङकोट भयो आज चिसो भएर यस्तो जाँठा उयो भयो कि नादरेकी जात भने जस्तो भएछ त्यो हेर्नु होइन सारङकोट होइन हारङकोट भएको छ हारामकोट हारामकोट किन यो जाडो यति छ पानी परेर जाँठा त्यो बुढाले यो बाइक दिएर राम्रै गर्यो कि नत्र त अर्को बाइक त आउँदा आउँदैन यो बाइकले गाह्रो भएर होला सजिलो छ यसलाई हो र भनेपछि पावरवाला बाइक दियो त बुढाले बाइक चाहिँ त्यही त यति चलिरहेछ है अझै धेरै जान्छ होला जाँदै यो घुम्थ्यो बब्बा घुम्दै आएर चाहिँ अब 8 किलो बुढीको 8 किलो भने म चलाइदिन्छु In 200 meters, keep right at the fork. खेवताल सेवताल ओइ अहिले खेवताल सेवताल सब देख्नु न बुढी यहाँबाट यहीँबाट हेर्ने रहेछ खास हेर्न चाहिँ होइन तर अब अहिले यस्तै छ Keep right at the fork. कहिले गएर होटल हेरौँ त्यस्ता कुरा हुन्छ राइट 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 भनेको In 400 meters, turn left. जाने चाहिँ यहीँबाट हो तर राइट भनेर यो त्यो चाहिँ होटलको लागि चाहिँ कुन होटल रे त्यही हो त्यही प्याराग्लाइडिङ अब लेफ्ट जानु चाहिँ अलि माथिबाट खै त बाटै लेफ्ट त छैन दस मिनट हो लेफ्ट त बाटै छैन लास्ट पनि चिसो भयो कि यस्तो चिसो लाग्यो मलाई त बस्छौँ त्यो त लुकआउट रहेछ कि माथिको चाहिँ हो र होइन होला लालीको रहेछ नि खुला रहेछ कहाँ आइयो आइयो जाँठाबाट त पानी पनि परिरहेको छ घरलामबाट
हामीले यो Turn left, then slight right. लेफ्ट भन्छ कता हो यो होइन होटल कुन हो यो कुन हो यो त होटल कुन हो Slight right. ठुलो पानीको पऱ्यो त बरु त्यो क्या यहीँ बस्ने हो एकैछिन In 300 meters, your destination will be on the left. हेरौँ त नि ग्यालेक्सी नै होला एकपल्ट यो हेरौँ ग्यालेक्सी त अर्को हेरेको थिएन हाम्रो ग्यालेक्सी त के पानी पऱ्यो त यार यो छ जानैपर्छ बुढी एकपल्ट यार त्यहाँ पुग्नै पर्छ Oh my god, fucking hell. कता भयो तिम्रो फोटो खिचेको हेरेर नि ग्यालेक्सी त हो नि यो त यो हामी हेरेको यो दिशा हो यो ग्यालेक्सी हो हेर्ने रे हेर्ने हो त यही पढ्ने त त्यो होटल देख भ्यू त्यो कस्तो रहेछ यसरी होटल दुईवटा भन्ने होटल दुईवटा चाहिँ हेर्नु कस्तो रहेछ